ध्यानका निमित्त जति प्रयास हामी गर्छौँ ती कमै हुन्छन्। र दैनिक दिनचर्यामा अभ्यास गर्दै गर्दै आजैबाट हामीले सुरु गरियो। हाम्रा दैनिक दिनचर्या सब्जी केलाउँदैछौँ, सब्जी काट्दैछौँ, सुधार्दैछौँ, त्यही ध्यान, त्यही मन, अरूतिर होइन। पानी पिउँदैछौँ त्यहीँ, जे गर्दैछौँ त्यहीँ। त्यसो गरियो भने ध्यानको प्र्याक्टिस त्यहीँबाट सुरु हुन्छ। अनि बिहान बेलुका कक्षा चल्छन्, ती कक्षाहरूमा समावेश हुने, घर बसी बसी गर्न सकिन्छ क्या। आजकल त प्रविधिले यति हामीलाई फाइदा दिइरहेको छ। यताउता दुनियाँमा कक्षा चल्छन्, यताउता योगका प्रशिक्षकहरू छन्, यी पनि हामी 3-4 जना छौँ। यही कक्षा चल्छ यही प्राङ्गण मन्दिरमा, बिहान बिहान शनिबार आइतबार। जुममा त दिनै पछि, बिहान पनि बेलुका पनि। तर हामीलाई समय मिल्दैन। समय मिलाउनुपर्छ क्या, समय आफै मिल्दैन। समय खिचखाच गरेर तामतुम गरेर मिलाउनुपर्छ। आफ्ना लागि कमसेकम 1.5 घन्टा दैनिक निकाल्न सक्यो भने मात्र त्यसको फाइदा हुन्छ। समय सम्पादन गरियो भने अवश्य पनि लाभ हुन्छ। यहाँ कमला रेग्मी आमा बस्नु भएको छ। अहिले अन्तिममा उहाँको अनुभव हामी सुन्छौँ। उहाँ हामीले डे केयरबाट सुरु गरे। डे केयरमा म इम्प्लोइ हुँ, त्यहाँ काम गर्छु। त्यहाँ चाहिँ एउटा एक्टिभिटिजमा योग ध्यान गर्ने पनि कार्यक्रम छ। त्यहाँ आउनुहुन्छ उहाँ। त्यहाँ हामीले सिक्दै 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 पछाडि कार्यक्रमहरूमा जोडिनुभयो। निरन्तर हुन्छ। अहिले उहाँका के समस्याहरू समाधान भए हामीले थाहा पाउँछ। एउटा उदाहरण, दुनियाँमा धेरै छन् त्यस्ता। डायबिटिजका दबाईहरू कति छुटे, प्रेसरका दबाईहरू कति छुटे। यो सुगर भनेको रोग नै होइन रहेछ क्या। सुगर चाहिँ कस्ता लाग्दो रहेछ? अल्छी व्यक्तिलाई चाहिँ सुगरले गनाउँदो रहेछ। व्यायाम गर्नु, योग गर्नु, खानपिनमा कन्ट्रोल गर्नु, सुगर आउँदै आउँदैन, भागिरहेछ। डक्टरले त्यसै भन्छ, व्यायाम गर, कुद, खानामा कन्ट्रोल गर, त्यही भन्छ होइन र डक्टरले गरे भन्ने त्यही त हो। हामी पनि त्यही त भनिरहेछौँ। योग गरौँ, ध्यान गरौँ। अझै ध्यान गऱ्यो भने 70% फाइदा हुन्छ। ध्यान नगरिकन एक्सर्साइज व्यायामहरू मात्रै गऱ्यो भनेदेखि त्यसको त्यो बेनिफिट हो, त्यो राम्रो आउँदैन। ध्यानले चाहिँ के गर्छ? त्यो सारा ऊर्जालाई कलेक्सन गर्छ, एकत्रित गर्छ, अनि भित्र लगेर बेनिफिट बनाउँछ, तत्त्व बनाउँछ, निर्माण गरेर लाभ उत्पन्न गराउँछ, अनि शरीरमा फालिदिन्छ क्या। अनि लाभ रसायन, हाम्रो केमिकल चेन्ज हुन्छ नि त। त्यसले हाम्रो शरीरमा वैज्ञानिक भाषामा भन्यो भने केमिकल चेन्जेस हुन्छ। विभिन्न प्रकारका तत्त्वले हामी बाँचेका छौँ। ती केमिकल्सहरूमा चेन्जेस आउँछ अनि हामी स्वस्थ हुँदै जान्छौँ। बिस्तारै परिवर्तन त्यसरी आउने हो। उनीहरूले पनि भन्ने त्यहीँबाट सिकेका हुन्। मूलका यही हो। त्यही भएर विश्व स्वास्थ्य सङ्गठनले योग गर, ध्यान गर भनिरहेको छ। हाम्रो आफ्नै विधा हो, फेरि यो पश्चिमको होइन। हामी त पूर्वबाट आएका। पूर्व भनेको भारत, नेपाल, भुटान, बर्मा जहाँ जन्मेर जहाँबाट आयो, त्यहीँको विधा हो, त्यहीँ जन्मेको, त्यहीँबाट हुर्केर सिकेर हामी आएका हौँ। त्यसो हुँदाखेरि हाम्रा रक्त कणमा छ क्या, यो हाम्रो जिनमा छ। अलिकति थाहा पाएर अभ्यासमा ल्याउनु मात्र बाँकी छ। त्यसो हुँदाखेरि अवश्य पनि यो विश्व योग दिवसले हामीलाई झकझक्याउनुपर्छ। यी उद्घोषहरूले हामीलाई झकझक्याउनुपर्छ। र यसरी हाम्रा योग ध्यानका जुन फाइदाहरू, ती फाइदाहरूको बारेमा संक्षेपमा मैले कुरा गरेँ। अब अर्को कुरो एउटा जोडौँ थोरै। मनको स्वास्थ्य भनेको के? मन कसरी स्वास्थ्य हुन्छ? हामी कसरी अस्वस्थ बनेका छौँ? मनमा उठ्ने वृत्ति भन्यो नि, अब योगस्थ वृत्ति निरोधा भनेर योगको परिभाषा। त्यो वृत्ति भनेको चाहिँ के? हाम्रा मनमा के हुन्छ? हाम्रा विचार भयो। विचारमा के हुन्छ? क्रोध, रिस, हामी भित्रै उत्पन्न हुने, लोभ, मोह, ईर्ष्या, अनि त्यहाँबाट भित्र गएर अहङ्कार। यी हामी भित्रै उत्पन्न हुने, हाम्रै मनका कारणले, हाम्रा विचारका कारणले, हाम्रो चिन्तनका कारणले, हाम्रो ज्ञानको विवेकको कारणले सहायक कारण। अरू प्रकृतिका गुणहरू हुन्छ। भगवद्गीता पढेपछि त्यो बुझिन्छ। प्रकृतिका सत्व, तम, रज 3 प्रकारका गुणहरू हुन्छन्। ती गुणले प्रभावित पारेका हुन्छ र हामीभित्रका वृत्तिहरू बढ्ने, घट्ने, समस्थितिमा रहने भन्ने कुरो हाम्रो दिनचर्या, हाम्रो खानपान, हाम्रो रहनसहन, हाम्रो आचरण, हाम्रो विचार, यी सबैले
मिलेर बन्छ। अब यी कुरा जब एक पटक थाहा पाउन थालिन्छ अनि मात्र तिनीहरूमा नियन्त्रण गर्न सकिन्छ। योग ध्यानको अभ्यासी व्यक्तिले म रिसाउँदैछु भन्ने थाहा पाउँछ। नभएदेखि अहिलेसम्म सोच्नु त कतिचोटि रिसाइयो, कतिचोटि फन्क्यो, को भवनमा पसियो, के भाइ झगडा भाइ, छुटानाम भाइ भइरहेछ नि संसार। त्यो थाहा नपायो भने, तर थाहा पाइयो म रिसाउँदैछु है, अहो म तरङ्गित हुँदैछु, ममा रिस उठ्यो है भनेर थाहा पाएपछि त्यो थाहा पाउने क्षमताले नियन्त्रण गर्छ, आफै नियन्त्रण हुन्छ। एक पटक, दुई पटक, तीन पटक तपाईँ क्रोधित हुनुभयो, चौथो पटक थाहा पाउनुभयो भने त्यो स्वाहा फेरि हुँदैन। प्रयोग गरेर हेर्नु, होसमा चाहिँ रहनुपर्छ। त्यही भएर भगवान् कृष्ण के भन्नुहुन्छ भगवद गीतामा, होसपूर्वक सचेत भएर कर्म गर। भगवद गीताको सार अर्जुनलाई भन्नुभयो। अर्जुनले भने आफ्ना आफन्त यी सब तमाम युद्धमा मारेर मैले के प्राप्त गर्छु? पुण्य त प्राप्त गर्दिनँ, बरु मलाई नरक नै मिलोस्, स्वर्गको मलाई चाहिएको छैन, स्वर्गको खाँचो छैन, म आफ्ना आफन्तलाई मार्दिनँ भन्दाखेरि होइन, त्यसो होइन। यी पहिले मरिसकेका हुन्, यी नभए पनि, तिमी नभए पनि यी मर्छन्, एक दुई दिनमा आफै जान्छन्, अजमरी भएर बाँच्नेवाला छैन। यिनको शरीरलाई नै, यिनको मनोवृत्तिलाई मार्नु छ। त्यसैले तिमी सचेत भएर कर्म गर, तिमीलाई पाप लाग्दैन। सचेत भएर हत्या गरेर पाप लागेन। सिधा सिधी भन्न खोजेको के हो? अधर्मी वृत्तिलाई नाश गर्न के चाहिँदो रहेछ? सचेतना, होस चाहिन्छ। अधर्म भनेको के? वृत्ति हो नि त हामीभित्र कि। रावण भनेको कुनै व्यक्ति होला, इतिहासमा जन्मियो होला, तर म भित्रकै गुण अवगुण हो त्यो। राम भनेका व्यक्ति कुनै राजाका दशरथका पुत्र भएर कुनै समयमा जन्मियो होला, तर म भित्रकै त्यो शुद्ध तत्त्व हो। त्यसो हुँदाखेरि त्यो रामले त्यो रावणलाई थाहा पाएका दिन के हुन्छ, त्यो हाम्रो विकार रूपी ईर्ष्या, क्रोध, लोभ, मोह रूपी जुन रावण छ त्यो आफै परास्त हुन्छ रामको उपस्थितिमा। रामको उपस्थिति भएन भने उसको क्रोध बढिरहन्छ, अहङ्कार बढिरहन्छ, त्यो संसारमा विध्वंस मचाइरहन्छ, ताण्डव मचाइरहन्छ। त्यसैले त्यो थाहा पाउने क्षमता के हो? ध्यान हो। त्यो ध्यान नै परमात्माको अंश हो। कुरो स्पष्ट के रहेछ? परमात्माको अंश हामीभित्रै लिएर हिँडेका रहेछन्। फेरि बाहिर कहाँ खोज्छौँ हामी? मन्दिर जान्छौँ, मस्जिद जान्छौँ, गिर्जाघर जान्छौँ, तीर्थयात्रा गर्छौँ, खोज्छौँ, तर पनि भेट्दैन। आजसम्म भेट्यौँ? कसैले पनि भेट्दैन। तर जसले भित्र खोज्यो उसले भेट्छै भेट्छ। पुरै अब समय लाग्ला, तर त्यो अनुभूति हुन थाल्छ कि त्यो रस थाहा हुन थाल्छ। अनि ती बाहिर भएका मूर्ति पनि तिनै जस्तो लाग्छ। प्रेम उत्पन्न हुन्छ, भक्ति उत्पन्न हुन्छ, गदगद हुन्छ। अनि त्यहाँ उनको साक्षात् उपस्थितिको बोध पनि हुन्छ, नत्र भने हुँदैन। यो म आफ्नो अनुभवले बताउँछु, सुनाइ रटाएको कुरा। त्यसैले योग ध्यानले हाम्रो समग्र जीवनको विकास गर्छ। जीवन भनेको के रहेछ? सम्भावना रहेछ। सम्भावना क्या? जीवन भनेको सम्भावना, जे पनि गर्न सक्ने सम्भावना, जे पनि हुन सक्ने सम्भावना। यहाँदेखि तल झर्ने पनि सम्भावना रह्यो, माथि उठ्ने सम्भावना रह्यो, त्यहीँ बसिराख्ने सम्भावना रह्यो। त्यो हामीमा रहेछ, तल झर्ने हो कि माथि उठ्ने। त्यसो हुँदाखेरि ती सम्भावनालाई हामीले कसरी प्रयोग गर्छौँ, कसरी कति उपयोग गर्छौँ? समुद्रमा गएर जत्रो भाँडो लिएर गयो त्यत्रै पानी ल्याउन सकिन्छ भने जस्तै त्यहाँबाट कति चिज त्यो ध्यान उगाउन सक्छौँ, लिन सक्छौँ, त्यसमा निर्भर गर्छ। त्यसो हुँदा जीवन भनेको सम्भावनाको स्रोत छ, केन्द्र छ।
मानव जीवन भनेको सम्भावना सम्भावनाले भरिएको, जे पनि हामी बन्न सक्छौँ चाहेको खण्डमा। चाहिएन भने कुम्भकर्ण बनेर लड्न पनि सक्छ। कुम्भकर्णको अर्थै थियो ती जति पनि प्रतिनिधि पात्र भए इतिहासमा ती सबै घटाएर हेर्ने भने हामीभित्रै पाइन्छ। शत्रु पनि हामीभित्रै छन्, मित्र पनि हामीभित्रै छन्, देवता पनि हामीभित्रै छन्, ईश्वर पनि हामीभित्रै छ। बाहिर कहीँ खोजेर भेटाइँदैन। त्यसो हुँदाखेरि खोज्नु पर्दो रहेछ आँखा चिम्लेर भित्र। ध्यानले आँखा चिम्लेर भित्र खोज्न सिकाउँदो रहेछ। ध्यानले के गर्दो रहेछ? आँखा चिम्लेर भित्र खोज्न सिकाउँदो रहेछ। हामी भगवत गीता पढ्छौँ, यहाँ भगवत गीता कक्षामा उपस्थित हुने धेरै मित्रहरू हुनुहुन्छ। योग ध्यानको अभ्यास गर्नु पूर्वको भगवत गीताको अध्ययन र त्यस पछाडिको भगवत गीताको अध्ययनमा आकाश र पातालको फरक आएको अनुभवहरू बताउनुहुन्छ। मेरो पनि बुझाइ त्यस्तै छ। मैले यिनै संस्कृतका वाङ्मयहरू पढेको विद्यार्थी अवस्थामा त्यति बेला बुझिँदैन क्या। जब ध्यान सिक्यो तिनै कुरा बुझ्न थाल्यो। भगवत गीता पनि आँखा नचिम्ली बुझिँदैन, उपनिषद आँखा नचिम्ली बुझिँदैन, श्रीमद् भागवतमा भन्न खोजेको कुरो आँखा नचिम्लिकन भित्र नगइकन बुझिँदैन। त्यसो हुँदाखेरि ध्यान सिकेर त सर्वौषधि भन्नुहुन्छ हाम्रो गुरुदेव। ध्यान चाहिँ सर्वौषधि। सर्वौषधि केलाई भनिन्छ? सबै थोकको औषधि हुने क्या ओखती, एउटैले सबैलाई काम, अल इन वान सर्वौषधि। जेमा लगायो त्यही सक्रिय छ, जेमा लगाउनुहोस् ध्यान त्यही कुरो सक्रिय हो। नराम्रो विचारमा लगाउनु भयो भनेदेखि ध्यान त्यही विचार नराम्रो विचार नै सक्रिय छ। राम्रो विचारमा लगायो भने राम्रो विचार नै सक्रिय हो। त्यसो हुँदाखेरि ध्यान केमा लगाउने भन्ने महत्त्वपूर्ण कुरा। ध्यान जो क्षमता छ हामीभित्र त्यसलाई कसरी जोगाउने र त्यसलाई कसरी समेट्ने र केमा लगाउने त्यो महत्त्वपूर्ण कुरा। र योग ध्यानका कक्षाहरूले यो कुरो अभ्यास गराउँछन्। कक्षामा समावेश हुनुपर्छ क्या। टिभी मुनि हेरेर भिडियो हेरेर मात्रै नगर्नु होला। जो गर्नु हुँदैछ भनेदेखि अब समयको अभावमा आफ्नो समय अनुकूलतामा म गर्छु भन्नु होला। अब त्यो मजबुरी होला पनि यहाँको बसाइमा। तर प्रशिक्षकका साथमा बसेर गर्नुपर्छ कि आफू जबसम्म सक्षम हुँदैन तबसम्म, त्यस पछाडि आफै गरे पनि हुन्छ। पुरा तौर तरिका नियम नीतिहरू जानेपछि एकखेप अनि फेरि आफै गर्दा हुन्छ। तर नजानुन्जेल के हुन्छ त्यसका पनि साइड इफेक्ट हुन्छ। कति बेला झुक्ने, कता झुक्ने, श्वास के गर्ने, झुकेको बेला के गर्ने, उठेका बेला के गर्ने, पछाडि मुड्दा के गर्ने, विज्ञान छ नि, त्यो कुरा विज्ञान हो नि। कति बेला खाने, कति बेला प्राणायाम गर्ने, कति बेला के गर्ने, इत्यादि कुराहरू सबै कुराहरू आउँछ। त्यसो हुँदाखेरि योगका कक्षाहरूमा उपस्थित भएर हामीले सिक्नुपर्छ, ध्यान सिक्नुपर्छ। दुनियाँमा जुममा जताततै कक्षाहरू हुन्छन्, त्यसमा हामी जोइन हुन सक्छौँ अनि त्यहाँबाट योग ध्यान सिक्न सक्छौँ र हाम्रो शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक स्वास्थ्यलाई विकास गर्न सक्छौँ र योग ध्यानको उपलब्धिलाई हासिल गर्न सक्छौँ। र यो विश्व योग दिवसका अवसरमा यो दिवस चाहिँ किन मनाइन्छ त भन्दाखेरि सङ्कल्प लिन। सङ्कल्प वर्षमा एकपटक मनाउनु। जस्तै हाम्रा पर्वहरू आउँछन्, चाडपर्वहरू आउँछन्, वर्षमा एकपटक किन दोहोरिएका त भन्दाखेरि त्यो कुरालाई स्मरण गराइराखोस्। कमसेकम वर्षमा एकपटक भनेर हो नि त निर्धारण गरिया होइन। विभिन्न चाडपर्वहरू आउँछन्, रामनवमी, महाशिवरात्रि आदि आउँछन्, दसैँ तिहार आउँछन्, सांस्कृतिक पर्वहरू। त्यस्तै कमसेकम वर्षमा एकपटक व्यक्तिलाई जागरुक बनाओस्, प्रेरित गरोस्, उत्प्रेरित गरोस् भनेर यी दिवसहरू मनाइन्छ। त्यसो हुँदाखेरि यी दिवसले यदि प्रेरित गर्न सकेनन्, हामीलाई सङ्कल्पवान बनाउन सकेन भने फेरि ती दिवसको उद्देश्य फुलफिल हुँदैन। समय निकालौँ, प्रयास गरौँ। अब समय त हामीसँग पनि छैन, हामी त्यही काम गर्छौँ, त्यही दिनचर्या छ, परिवार हाम्रा पनि छ। तर पनि हामी गराइ पनि राखेको छ, अरूलाई पनि गराइरहेको छ, समयलाई मिल्छ।
अलिकति समय व्यवस्थापन गर्नुपर्छ। खिचखाच अलिकति के अलिकति कम्प्रोमाइज चाहिँ गर्नुपर्ने हुन्छ। हामीले चाहे जति कमाउन बा सक्दिनँ कि सम्भव हुँदैन कि भन्ने चाहिँ हुन्छ। अलिक धेरै काम गऱ्यो भने धेरै कमाउन थियो होला, समय निकाल्नु पऱ्यो भने अलिकति 1-2 घन्टाको ओभर टाइम चाहिँ आवश्यक भन्ने चिज कम्प्रोमाइज गरिएन भने हुँदैन, समयलाई चाहियो नि त। र अर्को कुरो के भनेदेखि आफ्नो निद्रालाई कटौती गरेर हामीले 1-2 घन्टाको समय निकाल्न सक्छौँ। दिउँसो मिलेन समय ठिक छ, बिहानको ब्रह्म मुहूर्त चाहिँ कस्तो भने अमृतमय बेला हो क्या, त्यसमा सुत्नु त हुँदैन। त्यो अमृत सूर्योदयभन्दा पहिला व्यक्ति सुतिरह्यो भने केही गर्ने पऱ्यो त्यतिकै अस्वस्थ हुन्छ। र अशोक गरेर उठेर यसो घुमफिर गर्यो नि मात्रै भने पनि स्वस्थ हुन्छ क्या। त्यो बेला अमृत वर्षा हुन्छ त्यो बेला प्रकृतिमा। अनि त्यति बेला हामी पढ्दाखेरि विद्यालयमा अनुभव गरेकै हुन्थ्यो। बिहान उठेर पढ्यो भने कन्ठस्थ हुन्थ्यो, याद हुन्थ्यो, परीक्षामा राम्रो लेख्न सकिन्थ्यो। बेलुका हुँदैन। किन त भन्दाखेरि प्रकृति पनि सहज हुन्छ, हामी पनि सहज भएका हुन्छौँ। रातभरि सुतेर चाहिँ हामी फ्रेस भएर उठेका हुन्छौँ, हाम्रो मस्तिष्क खाली भएको हुन्छ, हाम्रो ग्रहण गर्ने क्षमता सबल बनेको हुन्छ नि। त्यसो हुँदा त्यो अवस्थामा ध्यान गरियो भनेदेखि आहा कस्तो आनन्द आउँछ। म खोलेर देखाउन सक्दिनँ त तपाईँ हनुमानजीले जस्तो। र त्यो मिठास मलाई अनुभव छ, तपाईँ जबसम्म अनुभव गर्नुहुन्न थाहा नै त्यस्तो। र त्यति मात्रै होइन क्या, त्यहाँबाट भित्र पसेपछि त यी वाद्ययन्त्रहरू छन् नि, बाहिर यहाँ भाइले बजाउँदै हुनुहुन्छ, यो घन्टी नाट डमरुहरू सबै छ नि, ती सबै हामीभित्र बजेको सुन्थ्यो क्या। अर्जिनल सङ भनी कस्तो आनन्द आउँछ। त्यो हामीभित्रैबाट प्रेरित गरेर बनाएका त्यस्तै आवाज निकाल्नका लागि यन्त्र बनाइदियो, डमरु त्यस्तै बनाइदियो। नाकु वाद्ययन्त्र त्यसरी नि आवाज हामीले सुन्यौँ नि ध्यानको बेलामा, त्यो टिनिनिनिनिनिनिनिनि गर्दाखेरि त्यसलाई पछ्याएर हामी भित्र गयौँ भएन, भित्र गए जस्तो अनुभव भयो नि। जति डिपमा गयो, जति भित्र गयो त्यति सूक्ष्म हुँदै गयो। जति सूक्ष्म हुँदै जान्छौँ, जति भित्र चल्दै जान्छौँ, प्रवेश गर्दै जान्छौँ, हाम्रो मूल रूपमा हामी प्रवेश गर्दै जान्छौँ। यो म्युट गर्नुला, एउटा आवाज आउँछ होला कि सबैले म्युट गर्नुला, ब्याकग्राउन्ड आवाज आउँदैछ, जुन नहुने। त्यसो हुँदाखेरि ती कुराहरू अगाडि अभ्यास गर्दै गएपछि र गुरुहरूसँग बसेर लामो लामो साधना गरेपछि ती सबै सहज हुन्छन्, त्यहाँबाट अगाडि बढ्न सहज हुन्छ। एउटा उदाहरण मात्रै बताएको मैले यहाँलाई प्रेरित गर्न मिलोस् भन्ने लिएले। र योग ध्यानका विषयमा हामीले संक्षेपमा यी यति कुराहरू यहाँ चर्चा गऱ्यौँ। र यो विषय त यस्तो विषय कहिले समाप्त हुँदैन, यो अनन्त हो क्या, अनन्त जसको अन्त्य नै छैन। यो विषय नै त्यस्तो कहिले टुङ्गिँदैन क्या। तर जति भित्र गयो त्यति आनन्द आउँछ। उद्देश्य नै त्यही आनन्द प्राप्ति, आनन्द भएर मरौँ न कमसेकम यो जीवन, आनन्दलाई प्राप्त भएर अन्तिममा प्याक गर्नु नपरोस् क्या, आएर आफू गर्नु नपरोस् क्या, आनन्दित भएर मृत्युलाई वरण गर्न सक्छ। त्यो क्षमता उत्पन्न गर्न सकिन्छ। मृत्युलाई सहर्ष स्वीकार गरेर वरण गर्न सकिन्छ अभ्यास गरियो भने। ऋषिहरूले हामीलाई त्यो प्रेरणा छोडेर जानु, गुरुहरूले त्यो सिकाइराख्नु भएको छ। त्यसो हुँदाखेरि सहज रूपले आनन्दित भएर चाहिँ मृत्यु वरण गर्न सकियो भनेदेखि यो जीवन सफल भयो। हाम्रो समय पनि अगाडि बढेको छ। विश्व योग दिवसका अवसरमा हामीलाई चर्चा गर्नु विषयहरू त धेरै छन्, तर पनि आजलाई हामी यहीँ रोक्छौँ र अगाडिका अरू कार्यक्रमहरूलाई अगाडि बढाउँछौँ। त्योभन्दा पहिला म अलिकति हाम्रो पछाडि बस्नुहुन्छ कमला रेग्मीजी, कमला माता, हजुरका अलिकति अनुभव सुनाइदिनुहोस् न हामीलाई। उठेर हजुरले कहिलेदेखि योग ध्यान गर्दै हुनुहुन्छ, के समस्या थिए, कस्ता कस्ता समस्याहरू समाधान हुँदैछन्, त्यसले सबैलाई प्रेरित गर्छ भनेर हो। हरि ओम सबैजनालाई, सबै मित्रहरू, कला मित्रहरू, सद्गुरु जोया सद्गुरुमाहरू जहाँ जस्तो ठाउँबाट गर्दछु।
लक्ष्मीप्रसाद ढकालज्यू गुरु हुनुहुन्छ, उहाँ मेरा गुरु हुनुहुन्छ। उहाँले मलाई बाटो देखाउनु भएको हो। पहिला हामीहरू डे केयरमा गर्थ्यौँ अलिअलि, कोही कोही बेला डे केयर गर्दा गर्थ्यौँ। अनि उहाँले भन्नुभयो हाम्रो एउटा कार्यक्रम हुँदैछ, त्यो कार्यक्रममा हजुरले भाग लिनु भन्नुभयो। त्यति बेला डे केयर केही थिएन, यो कोभिडको बेला थियो। अनि कोभिडमै पनि घर घरमै पनि जुममा गराउनु भयो, हामीले घरबाटै पनि जुममा गर्थ्यौँ, अनि नै गराउनु भयो। अनि त्यो भाग लिने भन्नुभयो, के हो भाग थाहै थिएन मलाई। भरे अहिले बुद्ध लाँदाखेरि सुसंवाद रहेछ। अनि पहिले सुसंवादमा बसेनौँ, त्यहाँबाट हामी बुद्ध लाँदाखेरि त्यहाँदेखि म खुरुखुरु योगा गर्न थालेको अहिले 4 वर्ष भयो। म त्यो समयमा उठ्न बस्न सक्दिनँ थिएँ, बसेँ भने उठ्दिनँ थिएँ, उठेँ भने बस्दिनँ थिएँ, मेरो त्यो अवस्था थियो। त्यहाँदेखि मैले दबाई पनि 12-14वटा दबाई खान्थेँ। त्यहाँदेखि त्यो गर्दै गर्दै लाँदाखेरि मलाई उठबस गर्नु सहज भयो। अनि दबाई पनि मेरो घट्दै गयो, अनि मेरो ओजन पनि घट्दै गयो, मोटा थिएँ। अनि डक्टरले मलाई 10 पाउन्ड घट्नु भनेको थियो, अहिले त म 14 पाउन्ड घटेँ। अनि त्यो दबाई पनि मेरो अहिले थाइरोइडको एउटा दबाई खान्छु, त्यो पनि हप्तामा 1 दिन नखानु, मलाई राम्रो हुँदै आएको छ भनेको छ। अनि सुगर बोर्डर आएको छ, तैँले दबाई खानुपर्छ भनेको थियो। म योगा गर्दैछु, म अहिले दबाई खाँदिनँ, परेछ पनि बिस्तारै खान्छु भनेको थिएँ। अहिले मैले त्यो सुगरको दबाई खाएको छैन। प्रेसर अस्ति 1 दिन अचानक अलिकति बढेर दबाई खुवाउँदैछ, त्यो पनि एकदम लिमिटमै छ। अनि त्यसरी दबाई खाँदै यो दबाई भने निर्मूल पार्न सकिने रहेछ। अनि आफ्नो शरीरलाई स्वस्थ बनाउन अनि बिहान हामीले योगा गऱ्यौँ भने दिनभरिलाई आनन्द अनि फुर्तिलो। सधैँ 2 भाग मात्रै काम गरेको थियो भने त्यो दिन 3 भाग, अर्को भाग पनि अलिकति गर्छु कि जस्तो आँट आउँछ। अहिले मलाई आँट आउँछ, केही गर्छु होला जस्तो आँट आउँछ। अब पहिला मलाई बसाउनु उठाउनु पर्थ्यो। अनि धेरै आनन्द, धेरै सुविधा। यसो बाहिर निस्किँदा चराचुरी कराएको सुन्दा पनि त्यसै फुरुङ्ग भएर आनन्द आउँछ। अनि किरामिरा हेरेको देख्दा पनि त्यसमै हेरेको त्यसै आनन्द आउँछ। आफ्नो जिउ एकदम फुर्तिलो। अनि मलाई चाहिँ यो दैनिकी यो योगा भन्ने चाहिँ मलाई एकदम नित्य कर्म। मैले 1 दिन योगा गरिनँ भने म के गरिनँ जस्तो हुन्छ। डे केयर पनि आएका दिन त मेरो दिनमा 3 टाइम हुन्छ। बिहान बेलुका पनि गर्छु, बिहान पनि गर्छु, अनि डे केयरमा पनि हुन्छ। अनि यो चाहिँ जति गर्न सकौँ त्यति एकदम आफ्नो जिउलाई फुर्ती हुँदो रहेछ। अनि निद्रा पनि धेरै कन्ट्रोल, अलिकति सुत्दाखेरि निद्रा पनि, तर त्यो निद्रालाई टाइमदेखि टाइम चाहिँ पुर्याउनै पर्ने रहेछ। आफूले एकदम टाइममा लगाइराखेको छ, अर्को दिन 1 दिन 2 दिन अलिकति त्यो टाइम तलमाथि भयो भने चाहिँ निद्राले बस्नै सक्दिनँ म फेरि। त्यो सधैँको टाइम टु टाइम चाहिँ मैले गर्नै पर्छ, नभए मलाई बसेको ठाउँमै निद्रा लागेको गर्छ। अनि खाना पनि अब दिनमा 1 छाक केही खाइँदैन, खाना पनि कन्ट्रोल। अनि सुत्न पनि आफ्नो टाइमभरि टाइममा सुतो। अनि काम पनि त्यही अनुसारको गऱ्यो भने एकदम जिउ फुर्तिलो हुन्छ। मैले के गर्दैछु भन्ने कुरा पनि थाहा पाइँदैन। अनि यो रिसलाई पनि एकदम कायम गर्न सकिँदो रहेछ। जन त रिस उठ्छ, ए साँच्चै म त रिसाउनु हुँदैन त, यो रिसलाई त मैले त खिच्नुपर्छ भन्यो भने रिस त्यत्तिकै शान्त हुँदो रहेछ। अनि दबाई अहिले मेरो धेरै कन्ट्रोल भएको छ र शरीरलाई एकदम राम्रो हुँदो रहेछ। अनि म सबैजनालाई भन्छु, सबैजना गरि नै रहनु भएको छ हुन त, र पनि गरिरहनु भएको छ। यो कर्मलाई गर्न कहिले पनि नछोडौँ र जति सकेको गरेर बसेर सकिन्छ कि उठेर सकिन्छ कि उफ्रेर सकिन्छ कि त्यत्तिकै जुम खोलेर हेर्न मात्रै सकिन्छ कि त्यो मात्रै भाग्ने गरिरहँ। अनि त्यो म चाहिँ निरन्तर सबैजनालाई एउटा समय निकालेर गरिरहने भन्छु। मेरो भावना यति नै हो। हस् हजुर, हरि ओम। आफ्नो अनुभव राख्नुभयो, अहिले हामीलाई प्रेरणा दियो। एउटा कुरो चाहिँ के हुँदो रहेछ भने ध्यानको अभ्यास हुँदै जाँदाखेरि निन्द्रा कमले कभर गरिदिन्छ क्या। 8 घन्टा सुतिन्थ्यो भने ध्यान गर्न थालेपछि 5 घन्टा 4 घन्टामा निन्द्रा कभर गरिदिन्छ। सुन्दाखेरि त्यो एउटा मैले जोडेँ। हाम्रो यो चर्चाको सत्र यहीँ समापन हुन्छ र हामी अब
6:35 भयो, 10 मिनटको ब्रेक लिन्छौँ शौचालय जाने, पानी पिउने, अनि त्यस पछाडि आएर हामी फेरि एकपटक ध्यान गर्छौँ, केही क्रियाहरू गरेर ध्यान गर्छौँ। हाम्रो त्यो कार्यक्रम रहेको छ, त्यसो हुँदाखेरि हामी अब उठेर जान सक्छौँ र 10 मिनट पछाडि गाडी लिएर आफै हामी आएर आफ्नो ठाउँमा बस्छौँ। धन्यवाद। अब हामी 10 मिनट पछाडि ब्रेक लिन्छौँ।